लोमानटाङ भन्ने गाउँ रहेछ। अनि यहाँ यसरी गाउँहरू यसरी भएकोहरू छ। नि त माथि चाहिँ अलिकति बजार रहेछ। हाम्रो यहाँ माथि बसेको चाहिँ पहिलाको पुरानो राजाको दरबार हो। त्यही भएर हामी दरबार हेर्नलाई आएको। दरबार घुम्नलाई यस्तो रहेछ यो दरबार दृश्य अवलोकन। यताबाट जानु मिल्छ दिदी? यता रहेछ लोमानटाङ आजको हाम्रो बासी त्यही ठाउँमा हो। अहिले यहाँ चाहिँ एउटा याक चौरी गाइसकेको छ। याक त होइन रहेछ यो चाहिँ दरबार पहिलाको राजाको दरबार। यहाँको स्थानीय राजा दरबार रहेछ पहिलाको। यसरी संरक्षण चाहिँ गरेको रहेछ। व्यवस्थापन गरेको रहेनछ। लोमनथाङ लोमनथाङ गाउँपालिका स्वास्थ्य चौकी रहेछ। यो चाहिँ लोमनथाङको स्वास्थ्य चौकी चाहिँ गुम्बा भइहाल्यो। गुम्बा अनि यो तरिकाले बनाएको रहेछ। यहाँको स्थानीय काठ यो यस्तो युज गरेर। यो चाहिँ एकदमै हेर्दाखेरि यसको बोट हेर्दा चाहिँ लात्रा जस्तो देखिन्छ, तर यो काठ एकदमै कडा हुँदो रहेछ। यहाँ सबै घर बनाउनलाई यही काठ युज गर्दो रहेछ। यो चाहिँ यत्तिको यो काठ हुँदा चाहिँ 4 देखि 5 वर्षमा रेडी हुन्छ भन्ने कुरो गर्दछ। यो ठाउँमा हुने स्थानीय काठ चाहिँ यो रहेछ। यो चाहिँ एकपल्ट परिक्रमा गर्नुपर्ने रहेछ। यहाँ चाहिँ यही दरबारभित्र यस्तो रहेछ। मजाले भिडियो बनाउनु पर्यो भनेको त। मेन गेट यहाँ दरबार इन्ट्री हो। पुरानो दरबार यस्तो रहेछ। यो किन हो कुनै यहाँको ठाउँ यस्तो अचम्मै लाग्छ नि। रात परेको अनि के पर्छ। स्वास्थ्य चौकीहरू आफू घुम्दैछ नि ग्रुप यो आफ्नो धुनमा कता यस्तो रहेछ क्या यो दरबार। यो दरबार नै होइन त दाजु? चेप्निन्द्र छ। पहिलाको दरबार हेर नि। त्यसपछि बोल्यो नेपालीमा यसरी हिंसा नगरौँ, हिंसा नसहौँ, अरूमाथि हिंसा भएको देखेमा अरूमाथि हिंसा भएको देखेमा पनि चुप लागेर नबसौँ। महिला तथा बालबालिका कार्यालय मुस्ताङ। त्यस्तो चाहिँ हो। म त पढ्नै सकिनँ त। सबै अनि यसरी स्वास्थ्य चौकीहरू पनि त्यहाँपट्टि रहेछ। यो चाहिँ हुला कार्यालय रहेछ। यो दरबारकै छेउमा सबै बनाएको होला। यहाँ चाहिँ टुरिस्ट
चेक पोस्ट अरे टुरिस्टहरूलाई चाहिँ लोमान्थाङ सामुदायिक स्वास्थ्य शाखा अरे स्वास्थ्य शाखा त अघि पर पनि थियो स्वास्थ्य चौकी त यहाँ पनि स्वास्थ्य चौकी त पर पनि थियो यहाँ पनि रहेछ के लोमान्थाङ पुरातात्विक वस्तु भित्र वाङमा निकिन फेरि अब होइन क्या भित्र वाङमा निकिन ऊ घरभित्रै चाहिँ होइन क्या बाहिर बाहिर यसो के भन्नु भएको मैले बुझिनँ के गर्नु भएको भनेको त ए नियम तपाईँ नेपाली हो घुम्न आउनु भएको पो भन्छ म नेपाली घुम्न आएको भनेको म त मेरो डक्टर थियो कि एकजना आउनुहुने उहाँलाई भनेर पो गरेको सेन्सरबाट लाइट रहेछ यही यतापट्टितिर घुम्दै जानुहोस् पल्लो त्यो खोलाबाट सिधै जानुहोस् त्यो खोला पर खोलामा निस्किन्छ नि यस्तो घुमेर त्यहाँपट्टितिर पनि गाउँ रहेछ यताबाट घुम्नु पर्ने नि राइट घुम्नुपर्ने यता होइन अरे यसरी हो त्यही हो भित्रै हो त्यही खोलामा पुग्नुहुन्छ एउटा हजुर यही रहेछ सबै अहिले यसलाई चाहिँ अरू सरकारी कार्यालयहरूको रूपमा प्रयोग गरेर रहेछ हाम्रो डक्टर आउनुहुन्छ तपाईँ जस्तै सेम थियो कि मेरो गुरुहरूले देखाउँछ मलाई ए बाबा म डक्टर होइन लोमान्थाङ दरबारको भ्रमणमा अहिले हामी बुढाबुढी छौँ एकछिन चाहिँ प्रेसर हाई भयो बुढीले मलाई छोडेर गएर मेरो बुढालाई छोडेर अरूसँग हिँड्छुको त हिँडी त सक्यो कतिचोटि त्यो भनेको अनि घरि गफ गर्दै बस्छ घरि के गर्छ यस्तो दरबार यहाँको यो के अरे छाना लाउने तरिका चाहिँ के हो यस्तो दाउरा राखे जस्तो है तर छाना माटोले छाएर त्यहाँ झोर राखेर के अनि यो झोर फेरि जाग्छ कि के हो पछि चाहिँ नि के अचम्म हो यो यस्तो मार्गमा हामीले पुरानो उहरू हेर्नु हुँदैन यहाँ हेर न यो थाहा हुँदैन हामीलाई के हो यो यसरी यो काठ यही काठ यहाँको त हेर्दा लात्रा जस्तो देखिन्छ मैले भनेको नि यो गाउँ यो अगाडि बनाएको यो तर यस्तो काठ मलाई चाहिँ अनम्बर कम रहेछ त उसो के हुन्छ इतिहास हामीले थाहा हुँदैन अलिक छिटो जाउँ न साँझ भयो बुलबुलैया हो क्या बुलबुलैया हरेक कुरा त कमाइ हुन्छ तर यहाँको मान्छेहरू एकदम धर्ममा चाहिँ है यस्तो ठुलो पो रहेछ त है तर बाहिरबाट हेर्दा ए यो त उज्यालै हुन्छ नि आऊ है छिटो मैले भिडियो बनाउँदा चाहिँ आत्तिर डुडुवा छिटो कि छिटो रे अनि सँग होइन क्या म चाहिँ अचु मर्निङ अरे होइन खाना छ फेरि इनसाइड कोरिया राउन्ड भनेर क्या कोरिया नै होइन त कोरा चाहिँ हो
कोरा राउन्ड गर्ने भने यताबाट रहेछ वे टु भ्यू टु वेयर भन्ने यताबाट देखाएको छ त यसरी देखाएको छ त खोइ ए यता पनि होला अब हामी ए अन्धकारको डरलाग्दो खण्डर छ आउनु धेरै यति त नजाउँ लोन खाना हो धेरै नि हुन्छ है यहाँ किन यता देखाएको भ्यूको लागि मात्रै भनेको रहेछ जाने एक्जिट होइन रहेछ होइन यताको भ्यू फेरि हेर्नु पर्यो त कति छ यस्तो दुर्गम ठाउँमा यतिको बनाउनु भनेको धेरै है दरबार भनेको उहिलेको राजाको भ्यू गुड उतै जस्तो छ लोमान्थाङ दरबारको भ्रमण आज त अलिकति रात परि गयो कोही छैन सुनसान खाजा भन्दै खापमा बेला यतिको फेसिलिटी त अनि लाइट सेन्सर सिस्टमले सबै बनाएर छ होइन होइन होला यहाँ पनि के कार्यालय रहेछ महिला स्वास्थ्य स्वयंसेविका रहेछ हान्न लोन त गेट आउट यतै होला त घुमेर मजाले घुम्ने भने त धेरै टाइम पो लाग्ने रहेछ नि आयो आथु दिसु आथु होला त यो हो र अघिको अहिले हुन्छ आच्या मदाङै पो बान्नु चाहिँ लोनमा बाटो मादाङ रहेछ है ए ओया होला उची चाहिँ ओदाङ छ धेरै रहेछ ठाउँ आमा घुम्दा त यो चाहिँ निस्किने ठाउँ हो यता यहाँ नजिकै होला निस्किने ठाउँ यहाँबाट त धेरै छ घुमेर इन्ट्रान्स गेट भनेपछि त यहाँबाट छिर्ने यस्तो खण्ड के होइन हौ ए हो र निक्लिने ठाउँ त यता पनि होला यसरी पनि आउँछ घुमेर खासमा यसरी आउनु पर्छ भाइ यताबाट पनि बाहिर निस्किन्छ पर होटेलमा अगाडि त्यो हाम्रो होटेलको नाम त के हो त्यहाँ स्क्याभेटर राखेको छ नि त्यहाँनिर स्क्याभेटर राखेको छ त्यहाँ होटेलको नाम त हाम्रो त के लेखेको छैन यताबाट पनि बाटो चाहिँ छ यता बाहिर
ए हस् थ्याङ्क यू Mo ba yan? Hatsin mo pa ni sir. Wa ni mo ba nga hang ta. Kuya na loan ko ni mata mo resan ta है यहाँ परबाट कि खोले खोला जाउँ अघि केटा मेरो पनि छेपा त आउँछ हावा फेरि ठुलो चल्यो है साँझ त मानकोन्दा भरै छ त्यो होला ठिकै आतै रहेछ बेसी होइन फेरि तर राम्रो देखिरहेछ नि सिस्टम चाहिँ राम्रो बनाएको रहेछ है ठिक होइन कहिले जन्मेको नानी होटेलै हामीले मेरो पुरोले नि अब सक्छु होटेलको नाम के मेरो यहाँ टिकटकमा छ हौ आठा वास्तै गरेन नि लेखेकै थिएन त त्यहाँ लेखेछ र होटलको नाम यो गाउँमा के अब होटलको नाम केलाई भनेको त यो त बाहिरबाट हेर्दा त यति देखिन्छ नि सानो रहेछ त नि बाहिर रोड चाहिँ कहाँ हो खासमा माइन खालिँदो रहेछ भने यहीँ बाहिर यतैबाट जाउँ यही त होला नि खोला प्रभु ब्याङ्क रहेछ यहाँ ठुलो रहेछ त म त सानो होला भनेर त बत्ती देखिन मको लाइट चाहिँ किन बालेको लुम्बिनी होटलको उ गरौँ त म्याप हेरौँ यही हो यही मलाई follow me